चाहिँ फेरि आज धान काट्न हिँडेको अनि यहाँ सबै भिडियो सिडियो सबै खतरा खतरा देखियो आयो फेरि पातला डाँडा होइन बा डाँडा हेत सबै ढल पिपल देखियो कताहरू मौरी भिर ए यो फेरि मौरी भिर ठ्याक्क मौरी भिरहरू भनिन्छ के बाले त्यो फेरि मेलकोटा भनिन्थ्यो होइन बा माथिको अनि उता घुम्टे देखियो यहाँबाट घुम्टे ठ्याक्क अरे हिमालनी देखियो यति देखियो त्यो माथि यति देखियो अनि चाहिँ जमिन गरे हजुर त्यहाँ नजाऊ त्यहाँ नजा के हर त्यहाँ ओ भाइ खतरा भ्यू छ है कुन त्यो चल जाम ढिला हुन्छ अहिले फेरि ठ्याक्क खाले चाहिँ चारजनाको भएको मम्मीहरू चाहिँ आउँदैन ठ्याक्क बाउसी बोरा बोकेर ठ्याक्क मस्त भोलिया जस्तै बोरा बोकेर हिँड्ने हो बाल्टी आधी बोक्ने हो अनि चाहिँ बोकेर हिँड्न पर्छ कि अनि आज धान काट्न पर्यो अनि अलि हरियो रहेछ अनि पालि हो सुक्नुलाई यस्तै काट्दिउँ भन्नु अनि हामी जाम पौडी सौडी खेलाऊँ अनि घुमाऊँ भनेर आएको के त काम छैन कि पनि यस्तै घुम्न भनेर ठ्याक्क भलक बनाउँदै याम जाम भनेर के ट्र्याक्टर आउने माथि छोड्न पर्ला यतै खिच्ने गोरुलाई भाइ बहिनीहरू त छोडिदिन्छु अन्त ठुला चाहिँ सकिने ठुलै अलिक खिचेर बढ्यो अनि सकेछ भने छोप्छु लाग्यो अरे म त सकिनँ अझै दिनु म त झोटिसकेँ होइन तल आइसकेँ अनि भाइ म अनि बा अनि त्यहाँ के अरे त्यहाँ अङ्कल के अरे भाइजना खान्थे भाडा अङ्कल चाहिँ त्यही कल्ती जाँदैछ हामी फेरि म यहाँ आउँदैछु चाँचै बुढा चाहिँ चाँचै हिँड्ने जाने हामी चाहिँ ढिला ढिला हिँड्ने अझै हुनुहुन्छ अङ्कलहरू सबै हुनुहुन्छ ए बा भाइ अझै हुनुहुन्छ ओहो भाइ उहाँ झरे ऊ रोटी भन्दै उहाँ झर ठ्याक्क अब त्यहाँ म देखिन्छ होला ती दुगुर्दै आहा लोड छ यहाँ खतरा खतरा भ्यू देखिन्छ यार ठ्याक्क हाम्रो पातला डाँडा भन्ने हो त्यो चाहिँ ठ्याक्क पातला डाँडा र सबै ढलबियल देखिन्छ कि सबै सबै ढलबियल देखिन्छ अनि सबै ढलबियल देखिन्छ अनि चाहिँ हामी अब हाम्रो यो के खोला पारेर जानुपर्छ अनि माछा छोप्न बोलाएको छ माछा कस्तो कस्तो माछा होइन पुसाइले पनि छोप्नु जान्छ कि मेरो पुजे दिदीको बुढा अनि चाहिँ छोप्दिन भने चाहिँ हामीले ल्याएर आउने अनि मस्त भाइ बहिनीहरूले सानो सानो पाल्छन् ठुल्ठुलो झोप्पे छ नि अब खाप पकाएर खाने मस्त त्यही हो गरे त्यही पनि अहिले कानुन लगाइदिएन गोदी खोला हामी चाहिँ पनि हिँड्दै हो ओ भाइ के यार पुरा समर हिँड्ने है यार भाइले के गरेर मजा बा अझै आउनु होइन र भाइ झरेछ झरेछ रहेछ के किन्नु एउटा लाइट किन पटेको पटेको नि मार्ची किनेर बोकेर मार्ची किन लाइट त अब घर दुईवटा छन् हामीले नल्याएर हो मार्ची किनेर पटेको पटेको दिनु त घरमा दुईवटा राखिदियो पठाउनु पटेको किन्न यहाँ महँगो पर्छ यहाँतिर बिबोले मामा हुँदैन यस्तो महँगो पर्छ नि हटिया सुपर के अरे सुपर मार्केट सुपर देउरालीहरूलाई सुपर मार्केट
कति 100 रुपियाँ मिल्छ यहाँ फेरि 150 190 180 हो क्या फेरि एउटालाई नि 30 रुपियाँ पर्छ 30 20 पड्काउन आउने होइन फेरि त्यसलाई माझेसले त गाह्रो हुन्छ बेटा बा उहाँले हुनुहुन्छ यति ठिकै हिँड्दै हुनुहुन्थ्यो हक्कर त्यो हुनु जाँदैन हिँड्दै हुनुहुन्छ हामी चाहिँ तल आइसक्यौँ केही नै हुन्न मासु राम्रो किन महँगो हुनु मासु केटा फेरि यहाँ हाम्रो अनि हामीलाई अहिले 20 लहर होइन हुन्छ मार्ची किन ठिक हो यार त्यही दुईवटा पटेको पड्काउनु नि कस्तो मार्ची चाहियो त लाइटर चाहियो लाइटर घरै खान्छ दुईवटा यार अब घर पड्काउने चाहिँ घरै खान त नि पड्का नि सबै एकैचोटि कहाँ हात समार त कहाँ सकिन्छ त नि मेरो हिजो हातमै पड्केर यार हातैमै पड्काइदिएँ मैले हिजो फाल्दै नफालिकन त्यही हात राखेर हातमै पड्किएको उता त गएन क्या यही हातमै छोथ्यो यही हात थियो यतिमा थियो यतापट्टि आएको थियो अनि कस्तो घर छ अलि यतापट्टि आएको थियो हाम्रो ढल्पी बल बा खतरै खाने आइहाल्यो नि एकैछिन हातबाट हो ढल्पीवाला आइयो माथिदेखि चाहिँ खतरा हो कि भिड केटालाई फेरि मुद्न लाग्यो मुद केही छैन होइन मुद्नै पर्छ हुन्छ अलिक टाढो जाने क्या डर भलक हाल्नु हुन्थ्यो फेरि अझै भलक बनाउनु लाग्यो अलि कति पछि भलक बनाउनु लाग्यो यार कता जाने र ए भएर जाने साइकलले उठ्यो तल जाने बाटो यहाँ हो त हो साइकल खडा गरेर कस्तो बनाइदियो सबै ट्युब निकालेर त्यो गऱ्यो होला नि चुङ्गी बनाएर खेल्यो होला नि काटेर बनाइदिएछ भने ट्र्याक्टर हाल्यो ल्याएर हाम्रो साइकल हाल्नु मोटरसाइकल हाल्नु बुझ्छ मैले यहाँबाट झरा मैले यहाँ झरेपछि देखिन्छ क्या यहीँबाट झरे कल यताबाट त देखेर तल हो कि कहाँ यस्तो नि भन्ने यहाँ छोड्दै बा झरिसक्नु हुन्छ अहिले अरू फेरि हाम्रो कलेज काटिदिन्छ क्या त मामा होटेल गएर बस्नु ल्याएर हामीलाई लाग्छ भने